नमस्कार, म कृष्ण प्रसाद पौडेलको आजको शुभ साहित शुभ मुहूर्तका साथ ज्योतिष पथमा यहाँलाई स्वागत छ। शुभ मङ्गलाचरण। ओम ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्रः शनिराहु केतव सर्वे ग्रह शान्तिकरा भवन्तु। आजको दिन यहाँहरू सबैको शुभ होस्, मङ्गलमय होस्। आज मिति 2083 साल भदौ महिना 6 गते शनिबार, तदनुसार अगस्त महिनाको 22 तारिक सन् 2026 नेपाल सम्वत 1146 गुल्लाथवा सूर्य दक्षिणायन वर्षा ऋतु रौद्र नाम संवत्सर श्रावण शुक्ल पक्षको आज दशमी तिथि, ज्येष्ठा नक्षत्र वैधृत योग तैतिलकरण आनन्दादि योगमा आज मुसल योग परेको छ। सूर्योदय समय बिहान 5:38 रहेको छ भने सूर्यास्त 6:34 हुनेछ। आज जन्मिएका र अब जन्मिने बालबालिकाहरू सबैको आजको दिन वृश्चिक राशि हुनेछ। चन्द्रमाको वास आज उत्तर दिशामा, चन्द्रमाको स्वरूप आज रातो। आज कुनै पनि महत्त्वपूर्ण काम गर्दा कालो, नीलो, खैरो, आकाश र रातो रङको वस्त्र लगाएर काम गर्नु अति नै शुभ मानिन्छ। र आज यात्राको लागि आज उत्तर र पश्चिम दिशा राम्रो साइज जुरेको दिन हो आजको दिन। र आजको दिनलाई विशेष गरेर शनिबार भनेको शनि देवताको दिव्यबार। आज पिपलमा जल चढाउनु, दिन दुखीको सेवा गर्नु, अपाय असहाय आदिलाई सहयोग गर्नु अत्यन्त शुभ फल प्राप्ति हुने दिन हो आजको दिन। र आजको दिनमा केही दान गर्नु अति शुभ फल प्राप्ति हुन्छ र दान गर्नाले पनि यो आनन्द प्राप्ति हुन्छ। श्रद्धा अनुसारले दान गर्नुभयो भने शनि ग्रहले घर परिवारमा सुख शान्ति समृद्धि बढाउँदछ। दान गर्नु अत्यन्त शुभ फल प्राप्ति हुने हाम्रा ऋषि महर्षिहरूले बताउनु भएको हुनाले हामीहरूले केही न केही चिजहरू दान गर्नु, तपाईँको घरमा आनन्द वर्षिन्छ। र यसरी आजको दिन शनिबारको दिन दिव्य मन्त्र ओम शं शनैश्चराय नमः। आज पिपलमा जल चढाउने, हनुमान चालिसा पाठ गर्नु अत्यन्त शुभ मानिन्छ आजको दिनलाई। र आजको दिनलाई अत्यन्त राम्रो दिन हो। कुनै पनि महत्त्वपूर्ण काम गर्नु पर्यो भने मांस अथवा अदुवा खाएर काम गर्नु शुभ मानिन्छ। आज शरीरमा तेल लगाउनु शुभ मानिन्छ भने आज कपाल काट्नु त्यति शुभ मानिँदैन आजको दिनलाई। र आजको दिन विशेष गरेर आजको दिनमा यो शनिबारको दिन विशेष गरेर दशमी तिथि परेको थिर त थिर योग देखिएको छ र पनि अलिकति यो ग्रहले गर्दा कुनै कुनै काममा अलिकति बाधा अडचन पनि पार्न सक्ने देखिएको छ। र यो अहिले विशेष गरेर डोलेश्वर उत्सव रहेको छ। डोलेश्वर महादेवको उत्सव चलिरहेको छ। आजको दिन अपरेसन गरेर सन्तान भने नजन्माउनु होला, किनकि ज्येष्ठा नक्षत्र भनेको अलिकति कडा नक्षत्र। आज र भोलिको दिनलाई ज्येष्ठा र भोलि मूल नक्षत्र गर्न नहुने, अपरेसन गरेर सन्तान जन्माउन नहुने दिनहरू रहेका छन् आज र भोलिको दिन। अब विशेष गरेर अन्य महत्त्वपूर्ण जानकारीहरूलाई विशेष गरेर आज कुनै नयाँ काम गर्ने तयारी हुनुहुन्छ, देश विदेश जान लाग्नु भएको छ भने आजको दिन तपाईँले विशेष गरेर बिहान 8:55 10:32 पिरियड चाहिँ यो अशुभ समय देखिएको छ। बिहानको समय प्रस्तुत छ आज दिनभरिको लागि बार बेला। बिहान 5:37 7:15 काल बेला, 7:16 8:52 शुभ बेला, 8:53 10:29 रोग बेला, 10:30 12:06 उद्वेग बेला, 12:07 1:43 चर बेला, 1:44 3:20 3:20 लाभ बेला, 3:21 6:58 अमृत बेला, 5:58 अमृत बेला रहनेछ। र त्यस्तै 5:59 6:35 5:58 अमृत बेला रहनेछ। 5:59 6:35 काल बेला रहनेछ। प्रस्तुत छ आजको लागि जीवनभर सम्झिराखे राम्रो ज्ञानको कुरा। हजुरहरूलाई कहिले कहिले मनमा चञ्चलता आउने, काम गर्न मन नलाग्ने, मन थिर नहुने, धेरै कुराहरू मनमा खेलिरहने भयो भने र रात्रिमा निद लागेन भने निदको अचुक दबाई छ। हजुरहरूले अनुभव गर्नु होला, धेरैजनाले अनुभव गरेर यसको फाइदा लिइसक्नु भएको छ, धेरैजनाले फाइदा लिनुभएको छ। हजुरहरू पछि नपर्नुहोस्, एउटा बडो दिव्य छ।
यिनी सुत्ने देवताहरू 5वटा छन्। यिनीहरूको नाम लिनुभयो भने तपाईँ पनि सुत्नुहुन्छ ढुक्कले। अगस्ती माधव चैव मुचुकुन्दो महाबल कपिलो मुनियास्तिक पञ्चैते सुख साइन। यी 5वटा हाम्रा ऋषिहरू सुत्नेवाला थिए। कुन कुन सुत्थे धेरै भनेदेखि अगस्ती माधव मुचुकुन्द कपिल र आस्तिक नाम गरेका। यिनी 5जना बडो सुत्ने। अब यिनी बेलुका सुत्ने बेलामा यिनी 5वटाको नाम मैले लिने गर्नु। अगस्ती माधव मुचुकुन्द कपिल, यसरी सम्झिँदै फेरि सम्झिँदै सुत्नु गर्नुभयो भने रिपिट गर्दै 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 जानुभयो भने अवश्य तपाईँलाई निद्रा लाग्छ। मिठो निद्रा, राम्रो सपना आउँछ। प्रस्तुत छ आजको लागि मेष साथी 12 राशिको राशिफल। मेष राशि तपाईका ग्रह गोचरहरू शनि ग्रह, राहु ग्रह, केतु ग्रह प्रतिकूल अवस्थामा गुज्रेको दिन हो आज, जस कारणले गर्दा तपाईँका कामहरू अलमल गराउने, आलस्यता बढाउने खालको समय देखिन्छ। शरीरमा पनि कतै कतै कुनै कष्ट हुन सक्ने सङ्केत देखिरहेको छ। व्यर्थको काममा समय खेर जाने आज देखिन्छ। अचानक धन पनि कता हो कता खर्च हुने, घरमा सह नहुने, जसलाई राम्रो गर्यो त्यसैबाट अलिकति मनमुटाव हुने खालको दैनिक ग्रह स्थितिले आज तपाईँलाई उल्टो असर देखाइरहेको छ। आज जति नै मेहनत गर्दा पनि अलिकति आफूलाई भने जस्तो देखिएको छैन। समस्याहरू निकै मेहनत गरे मात्रै केही मात्रामा टर्ने देखिएको हुनाले आफ्नो लगनशील भएर अगाडि बढ्नुहोला। कार्यमा व्यवसायमा मन्दता आउनु पनि आज स्वाभाविकै देखिएको छ। कसैलाई काम ढिला सुस्ती हुने, कसैको काममा अलिकति भने जस्तो नहुने, कसैलाई अनेक प्रकारका केही न केही बाध्यात्मक परिस्थिति आउन सक्ने सम्भावना बढेको दिन तपाईँको देखिएको छ। आज निकै काममा दौडधुप पनि अधिक गर्नुपर्ने तर फाइदा कम हुने खालको समय हो। आजको दिन तपाईँले आफूले आशा गरेका काममा जे जस्तो छ त्यसैमा व्यस्त हुनुहोस्, त्यसैमा सन्तोष गर्नु तपाईँको लागि उचित हुनेछ। आजको लागि तपाईँको दिन राम्रो होस् भन्नुको लागि शुभ मन्त्र ओम चक्र राजाय नमः। शुभ देवता सुदर्शन भगवान, शुभ अङ्क 8, सफलताको सूत्र। ड्युटी गर्दा थकाइ लाग्छ, रोकिन मन लाग्छ, तर जिम्मेवारीले भन्छ हार नमान्नुहोस्। तपाईँ गन्तव्यमा पुग्न अझै टाढा छ, मेहनत गर्नुहोस्, अवश्य सफल हुनुहुनेछ। दैनिक ग्रह गोचर तपाईँको लागि आज राम्रो ग्रह चलिरहेको छ। आज अध्ययन अध्यापन कार्यमा विशेष सफलताको योग देखिन्छ भने आजको दिन तपाईँको लागि ग्रह गोचर राम्रो हुनाले खर्च पनि सही ठाउँमा हुने र लाभ पनि आज राम्रो हुने देखिन्छ। सरकारी नोकरीमा होस् अथवा तपाईँले गर्दै आएका व्यवसायबाट होस्, तपाईँलाई विशेष लाभ मिल्ने खालको समय छ। आजका ग्रह गोचर तपाईँको लागि भने यस्तो राम्रो देखिएको छ। तपाईँ हरेक काममा तपाईँ आज आत्मविश्वासका साथमा अगाडि बढ्दा तपाईँलाई राम्रो तरक्की उन्नति हुने खालको समय देखिन्छ। आज तपाईँलाई धर्म कर्ममा पनि रुचि जाग्दै जाने, गरेका काममा पनि राम्रो लाभ मिल्ने खालको समय छ र समय राम्रो हुँदा तपाईँलाई आज पशुपालन कृषि क्षेत्रबाट पनि राम्रो आय आर्जन हुने सकिनेछ। आर्थिक पक्ष तपाईँको लागि धेरै राम्रो उत्तम दिन आज तपाईँको देखिएको छ। आज माया प्रेमको सम्बन्धमा पनि आजको दिन तपाईँको लागि भने यस्ता राम्रा ग्रहहरू छन्। खुसियालीपूर्ण दिन हो आजको दिन। आज व्यवहारमा कुशलताले तपाईँ आज सबैसँग राम्रो व्यवहारिक बन्न सक्नुहुनेछ। दाम्पत्य जीवनमा मधुरता होला, सन्तान सुख पनि राम्रो देखिन्छ। आजका ग्रह गोचर तपाईँको लागि सबल र राम्रा देखिएका छन्। उत्तम फल प्राप्ति हुने दैनिक ग्रह गोचर तपाईँको लागि अत्यन्त दिव्य देखिएका छन्। आजको लागि शुभ मन्त्र ओम गजाननाय नमः। शुभ देवता गणेशजी, शुभ अङ्क 6, सफलताको सूत्र। कमजोर त्यो होइन जो हारे पनि फेरि उड्दछ, कमजोर त त्यो हो जो उठ्ने प्रयास नै गर्दैन। त्यसैले हार नमान्नुहोस्, साहसी बन्नुहोस्, अवश्य सफल हुनुहुनेछ। मिथुन राशि समयले तपाईँलाई राम्रो साथ दिइरहेको दिन हो। तपाईँ आफूलाई उच्च मनोबलका साथमा आज तपाईँ अगाडि बढ्नुहोस्। तपाईँ सबैभन्दा अरूभन्दा 2 कदम अगाडि पुग्न सफल हुनुहुनेछ। आजको दिन तपाईँको लागि
चन्द्रमा र अन्य ग्रहहरू पनि राम्रा देखिएका हुनाले आजको दिन तपाईँको लागि राम्रै राम्रा अवसरले साथ दिनेछ। आज तपाईँको मिठो बोलीको प्रभावले सबै व्यक्ति तपाईँप्रति आकर्षित पनि हुनेछन्। आज ग्रह गोचर राम्रो छ, गर्दै आएका काम तपाईँको लागि सफल हुने खालको दिन हो। आज मङ्गल ग्रह राम्रो भएको हुनाले आत्मबलका साथ तपाईँलाई आज सफलता मिल्दै जाने योग देखिन्छ। आत्मीयजन हुन् अथवा दाजुभाइबाट पनि आज तपाईँलाई मङ्गल ग्रहले गर्दा राम्रो तादात्म्य मिल्ने, मन मिल्ने खालको समय देखिरहेको छ। समय तपाईँको लागि हरेक क्षेत्रमा, हरेक कार्यमा सफलता मिल्ने दिन रहेको छ। आज ठुला बडा विद्वान व्यक्तिसँग पनि आज उठबस होला। साहित्यतिर रुचि जागेर आउने र आज देश विदेशको लागि पनि राम्रो देखिन्छ। दैनिक कार्य तपाईँको लागि अत्यन्त प्रगति, उन्नति, सफलता मिल्ने खालको दिन हो। आज समाज सेवामा पनि तपाईँको मन गहिरिएर जाने, मन लाग्ने र काममा पनि तपाईँलाई आज लगनशीलताले कसैले रोक्न सक्दैन। दिन तपाईँको आज भने जस्तो राम्रो छ। राम्रै राम्रा काम बन्ने खालको शुभ दिन यहाँको देखिएको छ। आजको लागि अझै राम्रो होस् भन्नको लागि शुभ मन्त्र भुवनेश्वरीयै नमः। शुभ देवता भुवनेश्वरी माता, शुभ अङ्क 2। आजको लागि सफलताको सूत्र। दुःख गर्नलाई कहिल्यै पछि पर्नु हुँदैन। दुःखले मान्छेलाई माझिन्छ र त्यसको जीवन चम्किन्छ। कर्कट राशि। आज तपाईँको लागि बृहस्पति ग्रह राम्रो भएको हुनाले शैक्षिक क्षेत्रमा तपाईँलाई सन्तोष हुने खालको समय देखिन्छ। आज चन्द्रमा र शुक्र ग्रह राम्रो भएको हुनाले आम्दानीको क्षेत्र पनि तपाईँको लागि राम्रो अनुकूल वातावरण बनेर आउला। कतैबाट धन लाभ हुने, कसैलाई रोकिएका पैसाहरू आउने, धार्मिक क्षेत्रको लागि यात्राको योग, घर परिवारमा माङ्गलिक कार्य हुने योग पनि आज तपाईँको देखिरहेको छ। आज तपाईँको धेरै जसो काम आज राम्रै हुने, कुनै काममा मिश्रित फल पनि आउने खालको समय छ। कतै फिजुल खर्च पनि बढ्न सक्ने, हल्का स्वास्थ्यको ध्यान पनि दिनुपर्ने खालको समय देखिएको छ। राहु ग्रह र शनि ग्रहको दुष्प्रभावले गर्दा कतै हल्का शरीरमा केही न केही अप्ठ्यारो पर्न सक्ने, कसैसँग सानोतिनो कुरामा पनि अलिकति खरो स्वभाव हुन सक्ने खालको हुनाले बोल्दा मिठो बोल्नुहोस्, लगनशीलता अपनाउनुहोस्, धैर्यता अपनाएर लेनदेनमा विचार पुऱ्याएर काम गर्दै तपाईँ आफ्नो लक्ष्यलाई अगाडि बढाएर अगाडि जानुभयो भने तपाईँको लागि आजको दिन फलदायी हुने राम्रो दिन देखिएको छ। तर हेलचेक्राइ नगरिकन ध्यान दिएर अगाडि बढ्नु नै तपाईँको लागि आज राम्रो हुने योग बनिरहेको छ। माया प्रेममा, पठन पाठनमा, शैक्षिक क्षेत्रमा, सामाजिक क्षेत्रमा तपाईँको आजको दिन उल्लेख्य राम्रो देखिएको छ। आजको लागि तपाईँको शुभ मन्त्र रहेको छ जय श्री कृष्ण। शुभ देवता भगवान कृष्ण भगवान, शुभ अङ्क 8। आज सफलताको सूत्र। कमजोरीबाट हताश हुने होइन, त्यसमा सुधार ल्याउनुपर्छ र तपाईँ अगाडि बढ्दै जानुभयो भने तपाईँ अवश्य सफल हुनुहुनेछ। सिंह राशि। आज तपाईँको कुण्डलीमा ग्रह दशामा आज चौथो भावमा चन्द्रमाको प्रवेशले गर्दा तपाईँको मन अलिक धेरै चञ्चल बनाइरहेको देखिन्छ। आज खर्च पनि अधिक मात्रामा हुने, बोलेको बोली पनि आजको दिन तपाईँको लागि विपरीत हुने, तपाईँले राम्रै बोले पनि तपाईँको घर परिवारकालाई अलिकति नपच्ने हो कि जस्तो देखिन्छ। बोल्दा मिठो बोल्नु होला। जे जस्तो भए तापनि आम्दानी राम्रै भए तापनि खर्चिलो दिन हो तपाईँको आज तपाईँको सम्बन्धमा चियो चर्चा धेरैले गर्नेछन्। आज प्रतिकूल स्वास्थ्यको स्थिति पनि तपाईँको लागि देखिन्छ। आज शनि ग्रह र राहु ग्रहले गर्दाखेरि तपाईँलाई अलिकति अनावश्यक झन्झट आइलाग्ने खालको देखाएको छ र कसैलाई रोगले सताउने, कसैलाई धनले सताउने, कसैलाई आफन्तले खुट्टा तान्ने, कसैलाई भने कर्मले नै तपाईँलाई दुःख दिन बेर नलाग्ने खालको हुनाले आजको दिन तपाईँले हरेक क्षेत्रमा, हरेक ठाउँमा पाइलामा सतर्कता अपनाएर काम गर्नुहोला। हरेक क्षेत्र भनेको सवारी साधनमा होस्, लेनदेनमा होस्, खानपानमा होस्, आहार विहारमा होस्, तपाईँ कतै लाग्नुभएको छ भने देखुन हरेक क्षेत्रमा तपाईँ ध्यान दिएर अगाडि बढ्नुपर्ने खालको समय देखिन्छ। आजको दिन तपाईँको लागि राम्रो होस्, मङ्गल होस् भन्नुको निमित्त आजको लागि तपाईँको शुभ मन्त्र हो ओम श्री कृष्णाय नमः। शुभ देवता आज कृष्ण भगवान, शुभ अङ्क तपाईँको 7। आज सफलताको सूत्र। साँच्चीकै तपाईँ सफल हुनु छ भने खुट्टा तान्ने होइन, हात समाउने गर्नुहोस्, तपाईँ अवश्य सफल हुनुहुनेछ। कन्या राशि। तपाईँको पनि आजको दिन राम्रा ग्रहहरू चलिरहेका छन्।
आजको दिन तपाईँको लागि भने यस्ता राम्रा ग्रह चलेको हुनाले आज तपाईँले केही न केही राम्रो गर्ने खालको समय देखिन्छ। आजको दिन साझेदारी व्यापार व्यवसायबाट पनि तपाईँलाई राम्रो लाभ मिल्ने खालको छ। प्रतिष्ठित राम्रा राम्रा काम गरेर तपाईँले आज राम्रो अवसर छोप्नुहुनेछ। सेवामूलक कामले पनि आज तपाईँ एकदमै राम्रो तरक्की उन्नति प्रगति गर्ने खालको समय देखिन्छ। महत्त्वपूर्ण कार्ययोजनाहरू पुरा हुँदै जानेछन्। प्रेम सम्बन्धमा पनि आज तपाईँको लागि निकै खुसियाली छाउने, आकर्षण बढेर आउने, कार्यक्षेत्रमा सहयोगीहरूले तपाईँको सहयोगी भावना देख्नेछन् र गरिनेछ। विद्यार्थीका लागि र शिक्षकको लागि पनि आज शैक्षिक क्षेत्रको राम्रो नतिजा आउने समय देखिन्छ। आज गुप्त अनुसन्धान गुप्त खोजबाट पनि तपाईँ सफल हुने दिन देखिएको छ। शत्रुहरू परास्त होलान्, मित्रहरू बढ्दै जानन्। स्वास्थ्य लाभको दृष्टिले पनि आजको समय अत्यन्त राम्रो फुर्तिलो स्वास्थ्य रहेको छ। दाम्पत्य जीवन पनि सुमधुर रहने योग बनिरहेको छ। आजको दिन तपाईँको लागि खुसियाली नै खुसियाली पूर्ण दिव्य दिन, मङ्गलमय शुभ दिन यहाँको देखिएको छ। आज तपाईँको शरीरमा फुर्ती जागेर आउला, काम गर्नमा जोस जाँगर हिम्मत बढ्ने, आज धन कमाउने अवसर पनि आज तपाईँको लागि निकै राम्रो मङ्गलमय शुभ दिन देखिएको छ। आजको लागि शुभ मन्त्र जय हनुमान, शुभ देवता हनुमानजी, शुभ अङ्क 8, सफलताको सूत्र। महँगा कपडा त दोकानमा राखेको पुतलाले पनि लगाउँछ। राम्रो बन्नको लागि व्यवहार राम्रो बनाउनु पर्दछ। तुला राशि आज तपाईँको धन स्थानमा चन्द्रमा बसेको हुनाले तपाईँको आजको दिन बोली वचन अति राम्रो। घरमा आज सह हुने दिन, राम्रा राम्रा कामहरू बन्ने अवसर ग्रहले जुटाइरहेको छ। आज शुभ कार्यको कतै न कतै चर्चा चल्ला। धर्म कर्म तथा समाज सेवामा मन पनि तपाईँको राम्रो लाग्नेछ। धन कमाउने राम्रो स्रोत फेला पर्ला। रोजगारीका राम्रा राम्रा अवसरले पनि तपाईँलाई आज पछ्याउने खालको समय देखिएको छ र त्यस्तै आफन्तहरूको सहयोग सद्भाव वर्षिने। धार्मिक यात्राको शुभ साइत पनि आज तपाईँलाई जुरिरहेको छ। देश विदेश जाने यात्रा अथवा कहीँ राम्रा कार्यमा सरिक हुने दिन तपाईँको आज राम्रो देखिएको छ। आजको दिनमा तपाईँले केही न केही राम्रो फड्को मार्नुपर्छ। जीवनमा आज तपाईँलाई साहित्यिक क्षेत्रमा पनि रुचि बढेर आउने, नयाँ नयाँ पुस्तकहरू चिन्तन गर्ने, राम्रा भावनाहरू राम्रो चिन्तनले आजको दिन तपाईँको लागि निकै रमाइलो रोमान्टिक दिन तपाईँको देखिएको छ। आज माया प्रेममा पनि आज तपाईँलाई एकदमै राम्रो अवसर जुट्ने र घर परिवारको प्रेम, मातापिताको प्रेम, दाजुभाइको, दिदीबहिनी, आफन्त इष्टमित्रले पनि तपाईँलाई सहयोग गर्ने, आज राम्रो भावनाले तपाईँप्रति हेर्ने नजर देखिएको छ र तपाईँले आजको दिन गर्दै आएका काम पूर्ण सफल हुने खालको समय हो। ढुक्क भएर कार्यमा अगाडि बढ्नुहोस्। तपाईँको दिन आज शुभ हुनेछ। शुभ मन्त्र वामनाय नमः, शुभदेव वामन भगवान, सफलता शुभ अङ्क 2, सफलताको सूत्र। सधैँ सत्य बोल्ने गर्नुहोस्, तपाईँ अवश्य सफल हुनुहुनेछ। वृश्चिक राशि आजको ग्रह गोचरलाई निहालेर हेर्दा आजको दिन भने यस्तो राम्रो दिन यहाँको देखिन्छ। प्राविधिक क्षेत्रमा सफलता मिल्दै जानेछ। काम बन्नुका साथै नयाँ कार्यको थालनी पनि हुनेछ। व्यापारमा विशेष लाभ मिल्दै जानेछ। तपाईँका कार्ययोजनाहरू पुरा हुँदै जाने योग बनेको छ। अरूको मन जित्न आज तपाईँ सफल हुनुहुनेछ। अध्यापन क्षेत्रमा तपाईँलाई आज भाग्यले पूर्ण साथ दिनेछ। आफ्नै मेहनत र आफ्नै पौरुखले तपाईँले आज केही राम्रो काम गरेर देखाउने योग बनिरहेको छ। आत्मबल बढेको र तपाईँलाई काम गर्नमा सफलता मिल्ने ग्रह गोचर देखिएका छन्। रुकिएका काम पनि आज बेलामै सम्पन्न हुनेछ। एकै कामबाट दोहोरो तेह्रो लाभ मिल्ने खालको ग्रह गोचर आज तपाईँका भनी यस्ता देखिएका छन्। घरमा केही न केही नयाँ चिजहरू सङ्ग्रह गर्ने जोड्ने अवसर पनि आज यहाँलाई ग्रहले देखाइरहेको छ। आज मङ्गल ग्रह र बुध ग्रह राम्रो भएको हुनाले काम गर्नमा जोस जाँगर हिम्मत बढेर आउने। बुध ग्रहले माया प्रेममा रमाउने, साथीभाइहरूसँग राम्रो सम्पर्क बढेर आउने र त्यस्तै मित्रतामा अझ गहिरोपन आउने योग देखिएको छ। समग्र दिन यहाँको लागि शुभ र मङ्गलमय आजको दिन यहाँ सबैको देखिएको छ। आजको लागि शुभ मन्त्र ओम श्री कृष्णाय नमः। शुभ भगवान श्रीकृष्ण भगवान। शुभ अङ्क 8। आज तपाईँको लागि सफलताको सूत्र। धैर्य भएर अगाडि बढ्नुहोस्, संसार जित्न तपाईँ सक्नुहुनेछ। धनु राशि
समय आजको दिन तपाईँको लागि सामान्य रूपमा ग्रहहरू देखिएका छन्। आज अचानक कुनै न कुनै समस्या आइपर्न सक्ने खालको समय देखिएको छ। आफन्तहरूसँग पनि बिना कारण मनमुटाव हुन पनि बेर लाग्दैन। स्वास्थ्यमा ध्यान दिनुहोला। व्यापारमा पनि आजको दिन अलिकति आफूले भने जस्तो देखिएको छैन। कसैको माल सामान चोरी हुन सक्ने, हिनामिना पनि हुन सक्ने हुनाले हरेक काममा विचार पुर्याउनै पर्ने खालको समय देखिएको छ। मन पनि आज तपाईँको धेरै चञ्चल हुने, यता जाम उता जाम, यो काम गरौँ ऊ काम गरौँ आदि आदि मन यसैमा अल्मलिन सक्ने ग्रह देखिएको छ। आज घर परिवारमा कसैको स्वास्थ्यमा अलिकति उतार चढाव पनि हुन सक्ने सम्भावनाको दिन हो। समयले आज तपाईँलाई त्यति सजिलो देखाएको चाहिँ छैन, तर आफैले मेहनत र लगनशील र सतर्क भएर अगाडि बढ्नुपर्ने खालको समय देखिन्छ। दाजुभाइहरूसँगको सम्बन्धमा पनि चिसो बनाइरहेको देखिएको छ र जसलाई राम्रो गरौँ उसैबाट धोका पनि हुन सक्ने खालको समय हो। समय त्यति भरपर्दो, त्यति राम्रो देखिएको छैन। आजको दिनलाई अझै राम्रो होस्। राम्रो गर्नको लागि आफूले मेहनत गर्नुहोस्, मिठो बोल्नुहोस्, धैर्यता अपनाउनुहोस्, सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोस्। हरेक क्षेत्रमा, हरेक कार्यमा सतर्कता अपनाउनु पर्ने दिन देखिएको छ। आजको लागि शुभ मन्त्र रहन गएको छ ओम मोक्ष लक्ष्मी नमः। शुभ देवता माता लक्ष्मी। शुभ अङ्क 5। सफलताको सूत्र विश्वास र मेहनतले नै व्यक्ति सफल हुन्छन्। मकर राशि। दैनिक ग्रह गोचर तपाईँको लागि निकै राम्रा देखिएका छन्। ज्ञान आर्जन गर्ने मार्गमा आजको लागि तपाईँलाई अझै राम्रो देखिएको छ। कसैलाई आज पुरस्कार र प्रशंसा बढुवा पाउने सम्भावना बढेको दिन हो। आम्दानीका मार्गहरू पनि आज राम्रो देखा पर्ने देखिन्छ। मान सम्मान र सोचेका काम पुरा हुँदा आफूलाई नै खुसियाली छाउने दिन देखिन्छ भने आजको दिन सरकारी कर्मचारीका लागि कामको दायित्व थपिने, मान सम्मान पनि मिल्ने खालको समय चलिरहेको छ। आज प्रतियोगिता वा प्रतिस्पर्धामा पनि आज सफलता नै मिल्ने देखिएको छ। विद्वानहरूका साथमा घुलमिल हुने मौका जुटेर आउला। उत्साही समय रहेको छ। नातागोताका कारण खुसीको वातावरण बन्नेछ। आध्यात्मिक, दार्शनिक र क्रियाकलापमा पनि मन आकर्षित हुने, धर्म कर्ममा रुचि जाग्ने खालको दिन छ भने आफूले गर्दै आएका काम कारोबारबाट पनि तपाईँलाई उचित लाभ मिल्ने देखिरहेको छ भने जीवनसाथी वा प्रेमी प्रेमिकाका बीचको सम्बन्ध पनि सुमधुर भएर आउने देखिन्छ। समस्याहरू स्वतः हटेर जाने, सफलता आफै आइलाग्ने, मनमा उत्साह र उमङ्ग जाग्ने, साथीभाइहरूसँग रमाइलो गर्ने, घर परिवारबाट रमाउने दिव्य दिन, सुन्दर दिन आज यहाँको देखिएको छ। आजको लागि शुभ मन्त्र ओम कुलदेवताभ्यो नमः। शुभ देवता कुलदेवता। शुभ अङ्क 2। सफलताको सूत्र मेहनत कहिल्यै खेर जाँदैन, एक दिन सफलताको सिँढी अवश्य चढिन्छ। कुम्भ राशि। मैं आजको दिन तपाईँको लागि भने जस्तो राम्रो देखिएको हुनाले तपाईँले गरेको परिश्रमको राम्रो फल प्राप्ति हुने देखिएको छ। सामाजिक कार्यमा मन जानेछ भने आजको दिन तपाईँको लागि हरेक क्षेत्रमा तपाईँको राम्रो सफलता देखिरहेको छ। धार्मिक कार्यमा पनि आज तपाईँलाई सहयोग हुने, मन धर्म कर्ममा रुचिमा जाग्ने, आजको दिन तपाईँको लागि घर जग्गा जमिन कल कारखानाबाट पनि विशेष लाभ मिल्ने, उद्योग धन्दाबाट पनि आज तपाईँको लागि राम्रो सफलताको योग देखिएको छ। आजको दिन गर्दै आएका काम, हरेक काममा तपाईँको एउटा काम सफल हुने, फेरि अर्को काममा अवसर आउने, फेरि त्यो पनि सफल हुने गर्दाखेरि आजको दिन तपाईँको मन प्रफुल्ल खुसियालीले पूर्ण हुने, अत्यन्त रमाइलो खुसियालीपूर्ण दिन आज यहाँको देखिएको छ। साथीभाइहरूसँग रमाइलो रमझममा पनि झुम्ने दिन आज तपाईँको। आज साहित्य, कला, सङ्गीत, मनोरञ्जनमा पनि आजको दिन तपाईँको लागि अत्यन्त राम्रो दिव्य देखिएको छ। भाग्यले तपाईँलाई विभिन्न अवसर जुटाउँदै जाने, समाज सेवामा पनि मन लाग्ने, आजको दिन गरेका सम्पूर्ण कार्यहरू तपाईँको लागि धेरै फलदायी, उपलब्धि, प्रगतिमूलक आजको दिन तपाईँको लागि भने जस्तो राम्रो सुन्दर दिन तपाईँको देखिरहेको छ। आजको दिन तपाईँले जे सोच्नु भएको छ त्यो काम तपाईँको बन्ने र आर्थिक क्षेत्र पनि तपाईँको सफल हुने शुभ दिन रहेको छ। आजको लागि शुभ मन्त्र ओम वैष्णव्यै नमः। शुभ देवता माता लक्ष्मी। शुभ अङ्क 4। सफलताको सूत्र जीवनमा सफलता पाउनलाई सर्वप्रथम आफ्नो मनलाई जित्नु पर्दछ। मीन राशि।
आजको ग्रह गोचरहरू तपाईँको राम्रो देखिएका छन्। प्रेमी प्रेमिकाको सम्बन्धमा मधुरता आउनेछ। माया प्रेमका मिठा मिठा माया जालमा भुल्ने खालको दिन पनि आज तपाईँको देखिएको छ भने भौतिक सुख सुविधाहरू पनि प्रशस्त मिल्ने, व्यापार व्यवसायबाट प्रशस्त आय आर्जनको योग पनि बनेको छ भने पैतृक सम्पत्ति प्राप्तिको योग पनि आज मङ्गल ग्रहले देखाएको छ। आज बुध ग्रहको प्रभावले गर्दा नयाँ मित्रको आगमनले मनमा कौतूहलता छाउला। आज शुक्र ग्रहले गर्दा पति पत्नी बीचको दाम्पत्य जीवन पनि आज सुखद बन्ने देखिएको छ। आजको दिन तपाईँको बृहस्पति ग्रहले गर्दा लगनशीलता भई गरेका काममा तपाईँलाई हरेक क्षेत्रमा हरेक कार्यमा तरक्की उन्नतिका बाटाहरू खुल्ने देखिएको छ। आज राम्रा राम्रा सुखद अवसर राम्रा राम्रा मौकाहरू मिल्ने खालको समय हो। विद्यार्थी वर्गका लागि पनि पढाइ लेखाइमा राम्रो प्रगति मन जाने दिन हो आजको दिन। आज भाग्यले तपाईँलाई राम्रै ठाउँमा पुर्याउने खालको समय देखिएको छ। राम्रो कर्म पनि गर्दै जानुहोस्, भाग्य पनि अनुकूल चलेको छ र आफ्नो समयलाई तपाईँले सुधार्दै अगाडि बढ्नुहोस्। तपाईँको दिन आज पूर्ण फलदायी सफल हुने शुभ दिन देखिएको छ। आजको लागि दिव्य शुभ मन्त्र ओम सुदर्शन चक्र राजाय नमः। शुभ देवता सुदर्शन भगवान, शुभ अङ्क 1, सफलताको सूत्र। आज राम्रो भएन भनेर गलत बाटो नहिँड्नुहोस्, भोलि अवश्य तपाईँ सफल हुनुहुनेछ। हवस् नै राशिफलका साथ आजको दिन यहाँहरू सबैको शुभ होस्, मङ्गलमय होस्। आज हजुरको जन्मदिन रहेको छ भने जन्मोत्सवको हार्दिक मङ्गलमय शुभकामना। आज कुनै शुभ कार्य गर्दै हुनुहुन्छ भने यहाँको शुभ कार्यमा पूर्ण सफलता प्राप्ति होस् भन्दै जाँदा जाँदै भोलिको विशेष जानकारी। भोलि 7 गते आइतबारको दिन, भोलि पुत्रदा एकादशी व्रतको दिन रहन गएको छ। अवस्था यहाँहरू सबैलाई सदैव मङ्गल होस् भन्दै यहाँहरू सबै प्रतिमा आभार प्रकट गर्दै हजुरहरू सबैको समक्ष म बिदा हुन्छु। ओम मङ्गलम भगवान विष्णु, मङ्गलम गरुडध्वज, मङ्गलम पुण्डरीकाक्ष, मङ्गलायतन हरि।